तपाईँले 4 महिना कुलमान घिसिङलाई छोड्दा भए के हुन्थ्यो? कसरी? म आउन चाहेर आएको होइन। अहिलेको आवश्यकताको 77 सालमा कार्तिकमा म कसरी आउनुको कारण आधार बताउनुस् न, कसरी आउनुभयो, किन आउनुभयो? कुलमान घिसिङलाई त मैले भने भए म तपाईँको लागि छोडिदिन्छु, 4 महिना काम गर्नुहोस्, म भन्दिनँ। म 3.5 वर्ष अदालतमा भौतारिएर बसेको होइन। 78 सालको भदौदेखि मैले सर्वोच्च अदालतमा निवेदन उजुरी हालेँ मलाई अवैध हटाइयो भनेर। 3 वर्षमा मेरो अवधि सकियो। 3.5 वर्षमा सकिँदासम्म अदालतले सुनवाई नै गरेन, पेशी नै चढेन। पेशी चढ्यो, सुनवाई भएन, इजलास नै बसेन। मलाई अन्याय भयो भनेर मैले धेरै ठाउँमा बोलेँ पनि। अदालतबाट मैले न्याय पाइनँ, न्याय नपाए गोर्खा जानु भन्थे, म कहाँ जानु भनेर त्यो पनि भने मैले होइन। अब त्यो अन्याय नपाएको अन्याय भएको न्याय नपाएको बेलामा सरकारले मलाई सम्झेर बोलाएको, म आफै खोजी पसेको होइन। मैले त के भनेको थिएँ भने म खोजी पसेको होइन, प्रधानमन्त्री र ऊर्जा मन्त्रीले उहाँहरूले बनाउनु भयो हो। मैले जानुभन्दा अगाडि तपाईँले भनेको भए हुन्थ्यो नि त, साथ दिएको भए हुन्थ्यो नि त, तपाईँ त मिलेर काम गरेको। मैले त मेरो रिटायरमेन्ट जुन अवधि अघिल्लो कार्यवधिको सक्यो नि, त्यो दिन मैले फेसबुकमा राखेको थिएँ, अब बिदा भएँ भनेर, नमरी बाँचे कालोले साँचे, फेरि भेटौँ मलाई कुनै दिन भनेर। मैले बिदाबारी नै मागेको, म अब आउँदिनँ प्राधिकरणमा भन्ने हिसाबले मैले बिदाबारी मागेको, म खोज्दै पसेको होइन। मलाई अन्याय भइरहेको रहेछ यो केटालाई, अथवा साले केटा भनौँ, सालो केटालाई भन्ने हिसाबले सरकारले ल्यायो। सरकारले के हेऱ्यो भने म क्यापेबल होला, मेरो क्यापेबिलिटी होला, मेरो रेकर्ड होला, त्यो हेरेर उहाँहरूले चाहिँ यसले गर्न सक्छ भनेर दिनुभयो। म खोजी पसेको होइन भन्न खोजेको। तपाईँले प्रधानमन्त्रीलाई भन्नुभएको थिएन मलाई एमडी बनाइदिनुपर्छ भनेर? ठ्याक्कै भन्नुहोस् है, नराटिक। मैले के भनेको थिएँ भने मलाई अन्याय भयो, यति चाहिँ मैले भने। मलाई अन्याय भयो, मलाई अदालतले न्याय दिएन, यो यति चाहिँ मैले भने हो। मैले त पब्लिकमा पनि भने, इन्टरभ्यूहरूमा पनि भने, पत्रिकामा पनि। पहिला प्रधानमन्त्रीलाई भन्नुभयो कि ऊर्जा मन्त्रीलाई भन्नुभयो? मैले त्यसरी व्यक्तिगत होइन, मैले यसो सार्वजनिक रूपमा भने हो। त्यसभए कुलमान घिसिङलाई तपाईँ अझै पनि नेपाल विद्युत प्राधिकरणमा एमडी भएको देख्न चाहनुहुन्छ? सरकारले हटाइसक्यो होइन, अब एमडी भएको देख्न चाहनुहुन्छ भन्ने कुरा त अलिकति थ्योरिटिकल कुरा हो। एउटै व्यक्ति 2 चोटि त एमडी भइसक्यो। एउटा मेरो आफ्नो एक कार्यकाल 4 वर्षको हुन्छ भने 4 वर्ष बसेर म बिदाबारी हुन्छु, मलाई त्योभन्दा बढी बस्नु छैन। कुनै पनि व्यक्ति धेरै बस्नु हुँदैन भन्ने कुरो चाहिँ एउटा सैद्धान्तिक हिसाबले सही हो। अब कुन हिसाबले भने प्राधिकरणले एउटा कोर्स लिएको थियो उहाँको अन्तर्गतमा, त्यो कोर्समा सही थियो गलत थियो, त्यो धेरै पर गयो। त्यो गलत थियो भने धेरै पर गइसकेको हुन्छ, सही थियो ठिकै थियो। त्यसलाई करेक्सन गर्नको लागि व्यक्ति परिवर्तन, दृष्टिकोण परिवर्तन त्यो हरेक प्रणालीमा व्यवस्थामा हुनुपर्छ। जसले उहाँले 2 पटक गरिसक्नु, कति चलाउने? 4 महिना बाँकी छ नि त, अदालतले फेरि उहाँको पक्षमा आदेश दियो भने त उहाँ त आउन सक्नुहुन्छ। आउँदा हुन्छ त, त्यो त अदालतले ल्याइदियो भने त आउँदा हुन्छ। म खुसीले जान्छु, मलाई केही प्रब्लम छैन। तपाईँ खुसीले कुलमान घिसिङलाई कुर्सी छोड्न तयार हुनुहुन्छ? अदालतले पद हस्तान्तरण गर्न तयार हुनुहुन्छ? अदालतले भनेपछि नमानेर सुख टाउको टेकेर जानु पर्यो नि। अदालतले भनेपछि त उहाँलाई पनि अदालतले चाहिँ नदियो होइन, अन्तरिम आदेश दिएन। नदिएपछि त उहाँले मलाई बधाई छ भन्नुभयो, मैले पनि धन्यवाद भने गएँ। होइन, अदालतमा मुद्दा त विचार दिन्छ, जुनसुकै बेला पनि कुलमान घिसिङ एमडी भन्न सकिन्छ। जस्तो मलाई अन्तरिम आदेश दिएन नि, र म 3.5 वर्ष भौतारिएँ, उहाँलाई पनि अन्तरिम आदेश दिएन। जुन दिन अन्तरिम आदेश दिएन, हामी दुईजना एकै इजलासमा थियौँ। अन्तरिम आदेश नदिने भनिसकेपछि निस्किने बेलामा उहाँले मलाई बधाई दिनुभयो, मैले धन्यवाद भने मैले आफै पहिला हात मिलाएँ, फर्केँ। अब भोलि अन्तरिम इजलासले अन्तिम आदेशमा फिर्ता गरिदियो भने मैले उहाँलाई बधाई भन्छु र म निस्किन्छु। तपाईँ भनिरहनु भएको छ लोडसेडिङ अन्त्यको लागि कुलमान घिसिङको महत्त्वपूर्ण भूमिका थियो, छ। एउटा भूमिका थियो भने मैले त्यो महत्त्वपूर्ण भनेन। मैले अघि भने तिथि र मिति संयोग जुरेको पनि भने होइन, 73 को तिथि र मिति संयोग जुरेको हो। त्यसमा केही भूमिका छ, तर धेरै भूमिका त्योभन्दा अगाडि गरिएको कामकाजको त्यसमा म पनि एउटा पार्ट छु। उहाँलाई भनौँ यो भारतबाट बिजुली ल्याउने, मुजफ्फरपुरबाट ढल्के ल्याउने, त्यसमा
मैले कसै बोलेर हिँडेको छैन, तर त्यो त्यहाँ ट्रान्सफर्मर राख्ने मुजफ्फरपुरमा त्यो ट्रान्सफर्मर राखेर लिएर आउनको लागि भाडा तिर्ने त्यो निर्णयमा मैले पनि सही गरेछु। त्यो लिएर आउनुपर्छ, जसरी पनि हामीले ल्याउनुपर्छ भनेर। किनभने त्यो नगर्ने हो भने लोड सेडिङ हुन्छ यहाँ, त्यसैले त्यो 90 मेगावाटको ल्याउनुपर्छ भनेर ट्रान्सफर्मर राख्ने काममा म पनि त्यसमा सहयोग गर्छु। कालीगण्डकी बनाउने, निर्माण के अरे मर्मत गर्ने, छिटो मर्मत गर्ने भने त्यसमा म पनि सहभागी छु। अर्को मर्स्याङ्दी, मैले आज तपाईँलाई भन्दैछु फर्स्ट टाइम भने मर्स्याङ्दी चाइनिजको चाहिँ 50 मेगावाटको त्यो 1 वर्ष अगाडि ल्याउन, त्यसको पिपिएको सिओडी डेट 1 वर्ष पछाडि थियो होइन। उसले म 1 वर्ष अगाडि ल्याउन सक्छु, के गरौँ भने 1 वर्ष पछाडि अगाडि ल्याउने भने यो ट्रान्समिसन लाइन यति किलोमिटर 21 किलोमिटर ट्रान्समिसन लाइन बनाउनुपर्छ भने के गर्ने भन्दाखेरि हामी म पावर ट्रेडमा थिएँ, ट्रान्समिसनमा बसेर हामीले साइन गऱ्यौँ। ठिक छ, डलरै पिपिए भए पनि हामी तिर्छौँ, यो बिजुली हामीले 1 वर्ष अगाडि ल्याइदियो भनेर त्यो ट्रान्समिसन लाइन बनाउनलाई हामीले स्वीकृति दिएको, सहमति दिएको, सिफारिस गरेको। सो यो कामहरू त्यहाँ भएका थिए र गएर 73 सालमा लोड सेडिङ चाहिँ 75 सालमा गएर अन्त्य भयो क्या। त्यसैले सबै क्रेडिट लिनुहोस्, तर इमान्दारीपूर्वक अरूलाई पनि क्रेडिट दिनुहोस्।